साथीहरुमा चाहिँ चोख्या भन्ज्याङभन्दा अलिक तल यो मूल बाटोमा हिँडिरहेको छु साथीहरु। जेरिन बच्चा बेलामा हामी यो देख्नुहुन्छ यो पातलेको घाँस चाहिँ हामी काट्नु यतासम्म आउँथ्यौँ, तर अहिले चाहिँ हिँड्ने बानी नभएर घरतिर खासै बसिँदैन, त्यही भएर कुद्दा कुद्दा खुट्टा पनि गल्यो। जमानामा त हामी त साथीहरु देख्न सक्नुहुन्छ तपाईहरुले पनि यो घाँस चाहिँ हामी यस्तो राम्रो गरेर काट्थ्यौँ कि साथीहरु, बस्तीले पनि मिठो गरेर खान्थ्यो के। बिहान आउने घाँस लाने अनि बेलुका चाहिँ अनि बस्तीले ल्याउँदाखेरि मिठो गरेर खान्थ्यो साथीहरु। तर उकालोले गर्दाखेरि सास बढेर त हिँड्नै सकेको छैन के साथीहरु। म चाहिँ केही चोख्याभन्दा अलिक तल, थोरै तल मेरो गाउँदेखि अलिक माथि ठ्याक्क आधा भागमा निक्लिसकेँ। अब चोख्या भन्ज्याङ चाहिँ म लगभग 10 मिनट जतिमा चाहिँ पुग्छु होला साथीहरु। अब बिजोक छ नि साथीहरु, ओडा पनि बोकिएन। बिहानसम्म त ठिकै थियो मौसम, बादलहरू पनि फुलिरहेको थियो। एक्कासी घरबाट हिँड्ने बेलामा चाहिँ थोरै घरभन्दा माथि निक्लिँदा चाहिँ एक्कासी पानी परिदिइहाल्यो कि, त्यही भएर अनि कुद्नु बाध्यता परेको साथीहरु। गाह्रो छ।